म्यानेजमेन्ट फ्याकल्टीका डेस्टिनी हेड आदरणीय गुरु जितु सरजीलाई आजको यस स्वतन्त्र विद्यार्थी युनियनको शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गर्नुभएका आजका दिन छ। त्यही भएर आजको यस कार्यक्रमका निर्वाचन समितिका अधिकृत र यसै क्याम्पसका क्याम्पस प्रमुख आदरणीय गुरु संजय कुमार चौधरीज्यू, त्यस्तै यसै क्याम्पसका सहायक क्याम्पस प्रमुख आदरणीय गुरु सजन कुमार शाहज्यू, त्यस्तै साइन्स डिपार्टमेन्टका हेड सजिन कुमार सिंहज्यू, त्यस्तै शिक्षा विभागीय प्रमुख आदरणीय गुरु काशीलाल चौधरीज्यू, त्यस्तै प्राध्यापक सङ्घका अध्यक्ष आदरणीय गुरु कुमार कमलेन्द्रज्यू, यसै क्याम्पसका एकाउन्टेन्ट शङ्करलाल कर्णज्यू, त्यस्तै प्लस 2 का एकाउन्टेन्ट आदरणीय गुरु कृष्ण कुमार उपाध्यायज्यू, त्यस्तै प्लस 2 का कोअर्डिनेटर आदरणीय गुरु कन्हैया कुमार भट्टज्यू, त्यस्तै मञ्चमा आसीन सम्पूर्ण शिक्षक शिक्षिका वर्गज्यूहरू र स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित हुनुभएका नेपाल विद्यार्थी सङ्घबाट प्रत्यक्ष रूपमा समानुपातिकमा 4 वटा र अन्य दलबाट संयुक्त दल र अनिराशीबाट पनि 3 जना र 2 जना गरी जम्मा 19 जना सभ्य पदाधिकारीज्यू र यस क्याम्पसमा उपस्थित हुनुभएका मेरा आदरणीय प्यारा विद्यार्थी साथीभाइहरू, आजको यस देशभरका विभिन्न क्याम्पसमा म 2079 सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए र मेरो कार्यकालमा 2 सालमा मैले गरेका कामहरू र धेरै कुरा गरेको पनि छु र केही कुराहरू छुटेको पनि छ। त्यो तपाईहरू मेरो कामप्रति माया र प्रेम त्यसले देखाएर तपाईहरू फेरि तेस्रो पटक नेपाल विद्यार्थी सङ्घलाई नै जिताउनु भएकोमा सम्पूर्ण विद्यार्थी साथीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मैले गरेको कामप्रति र जुन छुटेको छ त्यो नेपाल विद्यार्थी सङ्घबाट र यो 19 जना पदाधिकारी भाइहरूले तपाईहरूको काम पुरा गर्छ भन्ने म विश्वास लिएको छु। अझै कुरा म फेरि बोल्न पनि चाहदिन किनभने टाइम पनि छैन, तपाईहरूलाई भोक पनि लागिसकेको होला, इक्जामतिर बाहिर जानुहुन्छ। त्यही भएर अब एउटै कुरामा म सबै कुरा लेख्न चाहन्छु। कभी खुशी कभी गम, कभी बारूद कभी बम, सजन रे झूठ मत बोलो, खुदा के पास जाना है, ना हाथी है ना घोड़ा, पैदल ही जाना है। भाइ बहिनीहरू याद गर्नुहोस्, कहिले खुसी हुन्छ, हाँस्नु हुँदैन र दुःखमा आत्नु पनि हुँदैन। त्यही भएर कहिले बाटोमा हिँड्दै गर्दा कहिले ओकालो हुन्छ त कहिले ओह्रालो हुन्छ। समय एक नाचको हुँदैन, सुख र दुःखको संमिश्रण हो। हामीलाई दुःखमा पनि जिउनुपर्छ र सुखमा पनि जिउनुपर्छ। सबैलाई समान रूपमा हामीले जानुपर्छ। बालकपन खेल से गया, जवानी नींद से सोया, बुढ़ापा रो गिर गया। जब हामी बच्चा हुन्छौँ तब त्यतिखेर खेलमा पनि रुचि, आमा बुवाले जति भने पनि हामी पढाइतिर ध्यान जाँदैन, खेलमा पनि रुचाउँछौँ। बिस्तारै बिस्तारै हामी जवान भइसकेपछि पढाइतिर मन लाग्दैन, दुनियाँतिर गर्न मन लाग्छ। तर हामी धेरै निन्द्रामा मजाले सुतेको हुन्छौँ। खाना खाऊ छोरा, खाना खाऊ छोरी, तर हामी खाना खान पनि जाँदैनौँ, मजाले पेटमा गएर सुतिन्छौँ। पढाइ सबै छोडेर ती जवानी दिन्छ छोरा। बुढो भएपछि हामी तपाईहरूलाई छोराछोरी पोतापोतीले हामी हजुरबाहरूले भन्छ छोरा 1 गिलास पानी ल्याऊ। तपाईहरू सुनिराख्नुहुन्छ तर 1 गिलास पानी किन जानुहुन्न, त्यस्तो पनि अवस्था छ अहिले हाम्रो समाजको। त्यो पनि सुधार्नुपर्छ किनभने हामी पनि हाम्रो हजुरबा अहिले बुढो भएको छ, बित्नुहुन्छ। तपाईँ पनि भोलि गएर बुढो हुनुहुन्छ, तपाईँ जस्तै छोराछोरी हुनुहुन्छ, त्यतिखेर तपाईँलाई पनि पानी दिँदैन, याद गर्नुहोस्। त्यही भएर तपाईहरूलाई के म यही कुराबाट सन्देश दिन चाहन्छु कि 1 गिलास कम्तीमा पानी दिँदै गर्नुहोस् र क्याम्पसप्रति मेरो माया र प्रेम रहिरहन्छ। म टाइममा आउँदै गर्छु। तपाईहरू जुन विश्वास दिएर नेपाल विद्यार्थी सङ्घलाई तेस्रो पटक जिताउनु भयो त्यसमा आभार व्यक्त गर्न चाहन्छु र म रोहित
भाइ र सोली सचिव सुजित भाइ र कोषाध्यक्ष भाइ र 19 जनै पदाधिकारीहरूलाई म भन्न चाहन्छु कि तपाईहरु मिलेर जानुहोस्, कुनै नेताको पछाडि नलाग्नुहोस्, क्याम्पसको विकासको लागि सोच्नुहोस्। मैले स्वतन्त्र विद्यार्थी युनियन भवनको लागि मध्य प्रदेशबाट 50 लाख रुपैयाँ मागेर 15 लाख रुपैयाँ ल्याएर मैले छुट्टै निर्माण गराएको छु र लाहान नगरपालिकाको मेयर साहबलाई भनेर म आफ्नै कार्यक्रममा 5 लाख रुपैयाँ फेरि पारिदिएको छु। फेरि बनाएर उहाँहरू त्यहाँ बस्नुहुन्छ र तपाईहरुले साथ दिनुहोस्। विद्यार्थी नेताहरूलाई तपाईहरुको पनि साथ दिनुहुन्छ भन्ने बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।